गुरु र ब्रह्मा गुरु र विष्णु गुरुदेव महेश्वर गुरु र साक्षात परम ब्रह्मा तस्मै श्री गुरुवे नमः। नमस्कार, मेगा टेलिभिजनको प्रस्तुति शैक्षिक बहस लिएर उपस्थित भइसकेको छु। म सोनित राज ढुङ्गेल र आज हामीसँग गेस्ट हुनुहुन्छ निस्ट फाउन्डेसनका चेयरम्यान प्रोफेसर डाक्टर माधव प्रसाद बराल। आउनुहोस् दर्शकबिन उहाँसँग कुरा गरौँ। सरलाई स्वागत छ यसमा। धन्यवाद। सर सन्चै हुनुहुन्छ? सन्चै छु। सर आजकल केमा व्यस्त हुनुहुन्छ? मेरो यस्तै विभिन्न संस्थाहरू छन्, स्कुलहरू छन्। त्यो स्कुलको अब उनीहरूको पठन पाठनदेखि लिएर त्यसको सञ्चालनदेखि लिएर त्यसैमा अहिले बिजी छु धेरै। सरको संस्थाको बारेमा अब भनौँ देशको चाहिँ अहिले शिक्षा अवस्थाको बारेमा हामी फेरि पछि पनि कुरा गर्नेछौँ। अहिले सरकै व्यक्तिगत जीवनको बारेमा मैले केही सोध्न चाहेँ। सर कहाँ जन्मिनु भयो? मेरो जन्म 2008 सालमा सिन्धुली जिल्लामा, अहिले खुलकोट धेरैलाई थाहा छ, खुलकोट अलि माथि घोक्सिला भन्ने ठाउँ छ, त्यहाँ म जन्मेँ। जन्मेको 3 वर्षपछि चाहिँ मेरो बुवाले मलाई हाम्रो तराईमा पनि हाम्रो मङ्गला भन्ने ठाउँमा घर थियो, त्यहाँ बुवाले लिएर जानुभएको। त्यसैले मेरो चाहिँ बाल्यकाल, मेरो पठन पाठन हाई स्कुलसम्म चाहिँ धेरै जस्तो तराईमै भयो। त्यसपछिको शिक्षा यात्रा कस्तो रह्यो? त्यसपछि मैले एसएलसी गर्नको लागि उता आइएससी पास गरिसकेपछि एसएलसी गर्नको लागि म यहाँ आएँ। यहाँ अस्कल त्रिचन्द्र र त्रिभुवन विश्वविद्यालय हुँदै मैले मास्टर चाहिँ केमिस्ट्रीमा गरेँ। मास्टर गरिसकेपछि 2 वर्ष चाहिँ पुलचोकमा इन्जिनियरिङ गर्ने संस्थानमा केमिस्ट्री विषय पढाएपछि मलाई चाहिँ पिएचडी गर्नुपर्ने, म युनिभर्सिटी अफ फिलिपिन्समा गएँ। त्यहाँ 7 वर्ष जति बसेँ। अनि त्यसपछि 46 सालतिर चाहिँ म चाहिँ नेपाल फर्केँ। सर जब विद्यार्थी जीवनमा हुनुहुन्थ्यो, सरको लक्ष्य के लिनुभएको त? सरको एम के थियो? अब लक्ष्य त एउटा कुरा के भनेदेखि सानैमा पढ्न लगाएपछि मैले त्यस्तो लक्ष्य भनेर डेफिनेटली मैले एउटा लक्ष्य बनाएको त होइन। तर एउटै के थियो भने त्यति बेलाको साइन्स राम्रो पास गरेपछि साइन्स पढ्नुपर्छ भन्ने उसले गर्दाखेरि म त्यो प्रेरितबाट साइन्स पढ्नुपर्छको म लागेको हो। त्यसमा आइएससी गरिसकेपछि 1-2 ठाउँबाट अलिकति स्कलरसिपको लागि पनि मैले ट्राई गरेको थिएँ, आएको थियो, मिलेन। नमिलेपछि मैले कन्टिन्युस होइन ब्याचलर प्रोग्राम र मास्टर प्रोग्राम गरेँ। अब जहाँसम्म लाग्छ त्यति बेलाको शिक्षा र अहिलेकोमा धेरै फरक छ। पाठ्य पुस्तकको अभाव र गुरुहरू पनि त्यति नपाइने र काठमाडौँको ठाउँमा बस्नलाई धेरै टाढा थियो। त्यही अहिलेको जस्तो गाउँका मान्छेहरू कोही पनि थिएन। एउटा पाहाडको मान्छे, अब तराईको मान्छे काठमाडौँमा आएर बसेर पढ्न चाहिँ साँच्चै नै एउटा च्यालेन्जिङै थियो। सर यो शिक्षा क्षेत्रमा चाहिँ कसरी आउनुभयो सर? अब यसो भयो, म चाहिँ यहाँबाट मैले चाहिँ केमिस्ट्री विषय लिएपछि इन्जिनियर अध्ययन संस्थानमा मैले काम गर्दाखेरि त्यहाँ इन्जिनियरसँग काम गर्नु पर्यो। अलि मैले त त्यहाँ आफूलाई डोमिनेट भयो जस्तो फिल गरेँ कि अहिले केमिस्ट होइन, वर्किङ विथ इन्जिनियर्स हो। त्यति बेला इन्जिनियर्स अब धेरै ठुलो ठान्थेँ। अनि मैले भने अब यहाँ म बस्दिनँ होइन, मैले सेवा पनि दिइसकेको थिएँ, तिनी सेवा पनि त्यो छोडेर म चाहिँ एमएस पिएचडी गर्न गएँ। अब त्यहाँ गएपछि उताबाट गरिसकेपछि मेरो 2टा थट आयो, म अमेरिका जाउँ भन्ने थट थियो। अमेरिका जानु खोजेको थिएँ, सबै कुरा मिली पनि सकेको थियो होइन। तर प्रब्लम के भयो भनेदेखि म धेरै वर्ष घरबाट आउट भएको र मैले बिहे पनि गरेको थिएँ वास्तवमा। गरेपछि घरबाट धेरै प्रेसरहरू आए। प्रेसर आएपछि म चाहिँ यहाँ घर आउनै पर्यो। त्यति बेला चाहिँ कस्तो थियो भने हाम्रो रत्न शमशेर गोनाथ थियो, त्यति बेला अलिकति राम्रो भन्ने। म चाहिँ वास्तवमा यहाँ आएर चाहिँ म फर्किने विचारले आएको थिएँ, विदेशतिर जान्छु भन्ने विचारले आएको थिएँ। र अब युनिभर्सिटीमा मलाई जागिर खाने मन चाहिँ थिएन वास्तवमा। त्यसैले रोनास भनेको त्यति बेला सबैले राम्रो छ भने राम्रो, वैज्ञानिकहरूको लागि थलो वैज्ञानिक ठाउँ होइन, काम गर्ने ठाउँ। र सबैले हेर्दा पनि रत्न शमशेरले विदेशको जस्तै अफिस बनाएको थियो त्यति बेला, नासको अफिस पनि राम्रो थियो। त्यो 46 सालको कुरा हो। अनि भएपछि म त्यहीँनिर चाहिँ जोइन गरेँ वैज्ञानिक भएर। तर अब विदेशमा त्यत्रो सुविधाहरू भएको ठाउँमा बसेर यहाँ आउँदाखेरि
होइन केही सुविधा नपाएको वैज्ञानिक त भइयो यसो वर्षको 1-2 पल्ट चाहिएला विदेश गयो आयो चिया चिया खाएर बस्यो काम गर्न सकिएन प्रोजेक्टहरू पनि कुनै पनि काम गरेर हामीले ह्यान्डल गर्न सकिएन र नसक्दा त्यति बेला 46 सालपछि चाहिँ अब हामी अलिकति पोलिटिकल मुभमेन्ट पनि भयो त्यसमा चाहिँ हामीलाई चाहिँ के गर्यो भनेदेखि 5-5 वर्षको चाहिँ हामीले टेम्पोररी थियो हाम्रो पर्मानेन्ट चाहिँ थिएन भएपछि हामीले त्यसपछि हामीले अलिकति त्यति बेला हामी बोल्नु पनि पाइयो 46 सालपछि अब हाम्रो त्यो भएपछि हाम्रो अब बिदाको पैसा भयो उपदान भन्नु संशयको के अरे हाम्रो पेन्सन भयो संशयको सबैहरू हुन लागेपछि त्यो त ठिकै थियो त्यति बेलासम्म तर काम नभएको मान्छे वैज्ञानिक भनेर त्यहाँ बस्दाखेरि मलाई 15 वर्ष जारी थाहा मलाई सेटिस्फ्याक्सन भयो त्यति बेला चाहिँ म चाहिँ एउटा काम चाहिँ मैले राम्रो काम के गरेँ भनेदेखि त्यति बेला एमएससी माइक्रोबायोलोजी टियुमा खोलेको थियो मैले यहाँ गर्न बसेपछि मैले विषयहरूलाई पनि म पढाउन जान्छु है आफ्नै त्रिभुवन विश्वविद्यालयमा पढाउने मैले उहाँहरूले पनि दिनुभयो र अनिखेरि अलिकति चाहिँ मैले सेन्ट जेभियरतिर पनि त्यति बेला सेन्ट जेभियर्स कलेज चाहिँ जाउँदाखेरिमा थियो बेलुका थियो त्यता पनि पढाएँ र अनिखेरि उस भएको नाताले रोनासकै भएको हुनाले मैले आयुमा अथवा उयसमा के अरे यो उहरूमा चाहिँ बायोकेमिस्ट्री पढाएँ है त्यसैले गर्दाखेरि मैले चाहिँ त्यति बेला चाहिँ मैले के सोचेँ भनेदेखि अब म वैज्ञानिक भएर मैले के गर्न सक्दिनँ भनेर अनिखेरि मैले चाहिँ बेटर टु क्विट रोनास चाहिँ गरेर र त्यसमा अर्को पनि एउटा इभेन्ट आउँदो रहेछ क्या मान्छेलाई चेन्ज गर्नुपर्ने इभेन्ट आउँदो रहेछ के भयो भने हामीले त्यसरी चलाएको थियौँ र त्यो किन चाहिँ निस्ट मैले खोल्नु पर्यो भनेदेखि त्यसमा पनि मेरो एउटा ड्रिम थियो क्या ड्रिमको केही पर्सेन्ट त फुलफिल भयो भन्नु पर्यो के थियो भनेदेखि म बेला बेलामा आइआइटी भने इन्डियन इन्स्टिट्युट अफ टेक्नोलोजी होइन आज पनि ऊ छ हुन्छ अहिले त कलेजहरू धेरै आइसकेको छ त्यसका टेक्नोलोजी कलेज पनि त्यति बेला राम्रो थियो र हाम्रो रोनासको चाहिँ त्यहाँनिर हाम्रो एसएस जानु सहिलो थियो क्या कुनै ट्रेनिङ हो के हो जग्गा जाँदाखेरि त्यहाँ देख्दाखेरि उनीहरू देख्दाखेरि अहिले मैले पनि अब यस्तै एउटा इन्स्टिट्युसन खोल्नु पर्यो यस्तो देशको लागि साइन्स विषयलाई प्रसार गर्नु पर्यो भनेर उता आउँदाखेरि अब हामीले त्यही हो अब बल्ल चाहिँ थाहैको लागि सबै त्यो कुरा भइसकेको थियो अनिखेरि अब अफिस चाहिँ चल्न लाग्यो अफिस चल्न लाग्यो त भने नि हाम्रो काम चाहिँ केही पनि त्यस्तो देखिएन क्या सिग्निफिकेन्ट काम केही पनि देखिएन मैले भनिहाल्ने 1-2 पल्ट यसो बाहिर गयो आयो त्यो वर्षलाई भयो अलिअलि काम हुन्थे तर त्यति भए तापनि मैले चाहिँ एउटा वाटरको पानीको अहिले प्रोजेक्ट त्यो चल्दैछ त्यो पानीको प्रोजेक्ट चलाएको थिएँ र मैले जति पैसा कमाउँथेँ नि त्यति आउँथ्यो नि मेरो तलब त्यति पैसा चाहिँ मैले उठाइदिएको थिएँ तर मलाई चाहिँ त्यहाँ चाहिँ कुनै पनि अब मैले जिन्दगी मैले यतिकै हुने भयो भनेर साथीहरूलाई ग्यादर गरेर ल एउटा चाहिँ भाइ हो साथीहरू निस खोलौँ भनेर भन्दै आयो र हामीले नेसनल इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी ठुलो नाउँ त ठुलै 46 साल 48 सालतिर के थियो भनेदेखि त्यति बेला चाहिँ हाम्रो यो उसको बेला थियो क्या विभिन्न यो उयोहरू खोले होइन संस्थाहरू खोलियो विभिन्न त्यति बेला त एउटा एजुकेसन लाइन अर्कै भयो नि त त्यसले प्राइभेट पनि खोल्न पाइयो अनि त्यति बेला एनजिओ पनि खोले धेरै गऱ्यो नि त त्यति बेला सडकहरूको पनि अलिक सञ्चारको पनि अलिक विकास त हुन लाग्यो त्यति बेला पछि गएर अलिकति यो 50 साल हो 46देखि 50 सालको विषयको कुरा गरेँ मैले 50 सालमा त सुरु नै गरेँ मैले त्यो 46देखि 50 सालभित्रको कुरा गरेँ मैले पढाउनसिप छ मैले चिने साथीहरू पनि थिएँ कलेज गएको त्यसै बसिरहेको थियो कलेज गएको थिएँ त्यसो अरू गएको थियो त्यसै फ्री हुन्थेँ उनीहरूलाई पनि जम्मा पारेँ ल साथी अब सुरु गर्नु भनेर भन्दाखेरि त्यति बेला 50 सालमा त्यो कथा चाहिँ धेरै ठुलो छ म जान्न 50 सालमा चाहिँ अब सरकारले के गर्यो भनेदेखि अब सर्टिफिकेट यताबाट गर्ने र अनिखेरि उसलाई चाहिँ सुरु गर्ने के अरे +2 एजुकेसन सुरु गर्ने भने सुरु गर्न लागेको थियो र त्यसमा पनि पहिले चाहिँ हुन्छ +2 एजुकेसन 46 सालभन्दा पहिलेको सरकार पञ्चायत सरकारले गरे अब पञ्चायत सरकारले चाहिँ जहिले पनि के गर्थ्यो भने यो सर्टिफिकेट ल्याउन पर्ने विद्यार्थीहरू त्यो नै थिए क्या म मेन चाहिँ उसलाई चेन्ज गर्ने होइन जे भए पनि नेताहरूको पछि लाग्ने पनि उनीहरू होइन तिनीहरू थिए अब यिनीहरूलाई कसरी चाहिँ कन्ट्रोल गर्ने भनेर +2 भनेपछि हाई स्कुलमै ल्याइदिने क्या त्यति बेला 1देखि 12 अहिले गर्नु लागेको थियो सरकारले ठ्याक्क त्यही गरे त्यसपछि 49 सालतिर चाहिँ एउटा ठुलो चाहिँ यो केदारनाथमा थियो बेसी भएको ठुलो अरबको त्यो प्रोजेक्ट आयो क्या युनिभर्सिटी डेभलपमेन्ट भनेर आयो है त्यो आउँदाखेरि चाहिँ
यसमा कम्पोनेन्ट के थियो थपिदियो वर्ल्ड ब्याङ्कले भने तिमीहरूले 11-12 पनि चलाउनुपर्छ। 11-12 चलायो भने त्यो सर्टिफिकेट फेज आउट गरेर 11-12 चलायो भनेदेखि हामी पैसा दिन्छौँ अनि दिँदैन भनेपछि सरकार कम्पेल भयो। अनि त्यति बेला सिनेटमा लगाएर सांसदमा लगाएर अनि +2 मात्रै दिने, किनभने त्रिशङ्कलाई पनि फेज आउट गर्नु थियो होइन, अस्कललाई पनि फेज आउट गर्नु थियो होइन। अब शङ्करदेव सबै थिए जहाँ सर्टिफिकेट लिएर पढाइ गरिरहेको थियो जनकपुरमा, उता जनकपुरको रामसागर उताको महेन्द्र उसको सबैमा जुन सर्टिफिकेट लिएको थियो सबै फेज आउट गरेर अब त्यसलाई चाहिँ केही छुट्टै गर्ने होइन, छुट्टै पनि चलाउनु पर्ने प्राइभेट पनि, अथवा उसमा चाहिँ राख्न नपाउने, अब ब्याचलर लेभलसम्म जोड्न नपाउने, त्यो कलेजमा राख्न नपाउने भन्ने भयो। त्यति भएपछि हामीले चान्स पायौँ र त्यति बेला सुरु गरे। सुरुमा त हामी 1-2वटा कलेजमा चाहिँ सुरु गरेको थियौँ, अहिले मानेन। अहिलेको अवस्थामा चाहिँ कतिवटा छ सर हामीसँग? अहिले त धेरै छन्, 4-5 हजार छन् अहिले +12 छ। होइन जुन हाम्रो यो निस्ट फाउन्डेसन निस्टको चाहिँ त पछि आएको, यो भइसकेपछि अनि त्यसको बिस्तारै बिस्तारै मैले चाहिँ अब म युनिभर्सिटीमा थिएँ, युनिभर्सिटीमा पनि प्रसाद चलाइदिनु पऱ्यो भनेर मैले त्यति बेला बिएससी माइक्रोबायोलोजी एमएससी माइक्रोबायोलोजी दिएँ। त्यसपछि अनि त्यही बेला बिएससी फुड टेक्नोलोजी दिएँ उस धरानको। त्यसै गरी यहाँको ब्याचलर फार्मेसी आइएमको दिएँ होइन। अनिखेरि त्यसपछि अहिले बिबिएस बिसिए बिबिएम अहिले चलाएको चाहिँ हाम्रो कुन कुन ठाउँमा छ सर यो अहिले चाहिँ हाम्रो एउटा पदेपामा छ, एउटा चाहिँ तपाईँलाई यो के अरे अब भक्तपुरमा छ, एउटा त काठमाडौँ भइहाल्यो, काठमाडौँमा चाहिँ सबै छन्। यहाँ तपाईँको छ खुसीमा हायर एजुकेसन भन्ने छ है, पाटनमा पनि छ, पाटनमा छ। मैले त जनकपुरमा पनि खोलिदिएँ अब है। भनेपछि र मैले अहिले चाहिँ प्री स्कुलदेखि मेरो मास्टर लेभलसम्म प्रोग्रामहरू चल्दैछ डिफ्रेन्ट ठाउँमा। अब हामी देशमा को चाहिँ एउटा शिक्षा अवस्थाको बारेमा केही कुरा गरौँ। सरको विचारमा शिक्षा भनेको के होला सर? शिक्षा भनेको सेवा, वास्तवमा सेवा हो। र वास्तवमा यो चाहिँ एउटा देश कति विकसित छ भन्ने कुरा नाप्ने इन्डिकेटर हो। यदि त्यो देश शिक्षित छ भने त्यो देश पक्कै विकसित हुन्छ है। त्यो विकासको एउटा चाहिँ पूर्वाधार भनौँ न शिक्षा हो। अब पहिले 46देखि 50-52 सालसम्म चाहिँ एउटा के थियो भने मैले देखेको चाहिँ होइन, शिक्षामा एउटा बाटो लिन लागेको थियो क्या। हरेक चिजको एउटा टेकअप पोजिसन हुन्छ क्या। टेकअप पोजिसनमा माथि उठ्यो भने त्यो माथि नै गयो, जहाजको पनि हुन्छ नि, टेकअपबाट माथि गयो भने माथि गयो, त्यो उड्न सकेन भने गयो होइन। नेपालमा पनि त्यो भइसकेको थियो। तर कहाँबाट चाहिँ भयो भने 52 सालदेखि माओइस्ट प्रब्लम आयो नि। माओइस्ट प्रब्लम आएपछि धेरै जसो जुन अलिकति भनौँ न अलि राम्रा मान्छेहरू थिए, एजुकेटेड थिए, उनीहरू त यस्तो मन पर्दैन है। उनीहरूको पनि के गर्यो भनेदेखि धेरै जसो बच्चाहरू चाहिँ उनीहरूको पनि बाहिर पठाए, राखेन यहाँ। उनीहरूले पनि यो ट्रुथ हो है। अहिले पनि मैले भन्यो भने मेरै परिवारका पनि सबै गरेर 40-50 जना बाहिर होला, सायद अमेरिकामा चाहिँ अस्ट्रेलियामा छ, मेरै छोरो पनि अमेरिकामा छ। भनेपछि त्यो मोमेन्टले गर्दाखेरि मास माइग्रेसन बाहिर छ अहिले। पढे लेखेका अलि जाने सचिव सुरुहरू पनि उनीहरूले मन परायो नि यहाँ बस्नको लागि। त्यसले गर्दाखेरि अलिकति चाहिँ के इम्ब्यालेन्स भएको छ अहिले। अब त्यसमा चाहिँ अलिकति एजुकेसन सिस्टमलाई पनि त्यसले असर पार्यो। जज सचिव हडताल जहाँ पनि ऊ र फेरि टार्गेट पनि संस्था पनि टार्गेटेड भयो है। कहीँ बम हाल्ने, कहीँ के गर्ने भने जनतामा किडन्यापिङ भयो, धेरै कुराहरू भयो होइन। गलत काम गर्नुलाई गर्नुपर्छ, पनिसमेन्ट गर्नुपर्छ, तर तरिका भएन भन्नु क्या मैले। अब 40 लाख जति त हाम्रो चाहिँ मजदुरहरू भएर गएको छौँ बाहिर। अहिले नेपालमा को छन् त अब है। अहिले 11-12सम्म पढ्ने विद्यार्थी, त्यो 11-12 बजी उनीहरू पनि पढेर लागिहाल्छ। भने यो चिजलाई हामीले रोक्न सकेनौँ भने भोलि हामीले चाहिँ जुन बाहिर गएर पनि देशको राम्रो नागरिक हुन सके त हुन्थ्यो। त्यो बिचरा 40 लाख त्यो घाममा काम गरेर जब चाहिँ उनीहरूको बुढेसकाल हुन्छ अथवा असक्षम हुन्छ अनि नेपालमा आएर के गर्छ। अनि जस्तो यो क्रमलाई चाहिँ जुन हाम्रो अब अहिले भनौँ न 12 पढेपछि चाहिँ एब्रोड स्टडीको लागि जाने एउटा ट्रेन्ड छ होइन। जस्तो अब तपाईँको कति चाहिँ रोजगारको लागि विदेश जाने हुन्छ। यी कुराहरूलाई चाहिँ जस्तो ती व्यक्तिहरूलाई चाहिँ त्यो म्यान पावरलाई चाहिँ पुनः फेरि नेपालमै चाहिँ फर्काएर होइन अब त्यो देश विकासमा चाहिँ लगाउनको लागि चाहिँ के कस्ता कदम चाल्नु पर्दछ? त्यो चाहिँ एउटा राम्रो प्रश्न पनि सोध्नुभयो।
र मलाई के लाग्छ ग्यारेन्टी दिन्छु भने त्यसको लागि विदेश जानै पर्दैन। हामीहरूकै सक्षम छन्, हाम्रै युनिभर्सिटीमा हाम्रै कलेजहरू सक्षम छन्। आज हाम्रो कलेज सबै सुकिया छन् है, +2 पछि जान्छन्। अब उनीहरूको हराभरा छ, उनीहरूले पनि राम्रो छ, विदेशले पनि एउटा म्यान पावर पाएको छ, ठुलो म्यान पावर त उनीहरूले दिनु परेन। तर रेस्टुरेन्टमा काम गर्ने, सुपर मार्केटमा काम गर्ने अथवा कृषिमा काम गर्ने त्यस्तो मान्छेहरू होइन, यी नै ठिक हुन्छ नि। जस्तो अब पढ्ने जाने त समस्या भएन, पढ्न त जो पनि जान सक्यो, तपाईँको इन्टरनेसनली भनौँ न एउटा चाहिँ ग्लोबली जानेर आउँछ होइन। ती व्यक्तिहरू चाहिँ जस्तो चाहिँ कार्डको लागि एप्लाई गर्ने होइन, अब उतै सेटल हुने मनस्थितिमा छन् नि जुन अहिलेको युवाहरू, ती युवाहरूलाई चाहिँ हाम्रो चाहिँ नेपालमा आकर्षण गरेर पुनः चाहिँ हामीले फिर्काउनको लागि चाहिँ के गर्नु पर्छ? होइन, अपर्च्युनिटी नेपालले दिन सक्यो भने सरकारले दिनु पर्यो नि त। अपर्च्युनिटी दिनुको लागि उसले के गर्नु पर्यो भनेदेखि सबभन्दा पहिलो चाहिँ रोजगार नै छ नि। रोजगार दिन सक्यो भने अब भनौँ न अहिले मैले गरेको छु नि, म कहाँ 5,000 विद्यार्थी पढ्दैछु, करिब 400-500 रुपियाँ मान्छे रोजगारमा छ है। यस्तै इन्स्टिट्युसन खोलेर रोजगार दियो भनेदेखि त हामी कहाँ राम्रो पैसा कमाइरहेको छौँ यहाँ। अनि फेरि अब सर आफै पनि निजी विद्यालयको एउटा सञ्चालक अध्यक्ष हुनुहुन्छ। सरकारले चाहिँ यो चाहिँ एउटा चाहिँ व्यापार हिसाबले एउटा चाहिँ व्यवसाय मनस्थितिले चाहिँ चलायो भन्ने कुरा चाहिँ आरोप पनि लाउँदै आएको छ नि। हजुरले चाहिँ रोजगारी दिइरहेको छौँ भन्ने कुरो गर्नुभयो होइन। अब सरकारले चाहिँ त्यो लालखाना लगाएको छ, त्यसलाई कसरी? त्यही हो नि, सरकारको जुन छ नि माथि बस्नेहरू उनीहरू दुई जीवले छन् मेरो विचारले। हामीसँग एउटा कुरा गर्ने है, नत्र हामी गाउँ ल्याएर प्रधान सर यति गरिदिनु पऱ्यो, यतिलाई पढाइदिनु पऱ्यो भने हामीले चाहिँ ऊ गर्ने, हरेक साल हामीले फोन गर्ने र यतिलाई पढाइदिनु पऱ्यो, गरिब छन् ऊ गरिदिनु पर्यो भने गरिबलाई पढाउने भाडा त उसले ल्याएन, सरकारले ल्याएन हो। सरकारले 1200 त पढाइदिन्छु भने हो नि, आफै नगर्ने होइन। हामीले चाहिँ घर ल्याएकोलाई पनि होइन चाहिँ लान्छ नलाएर भन्ने, आफ्नो बच्चाहरूलाई हामी कहाँ पढाउनु ल्याएर है, अब सबैलाई पढाउने, त्यहाँ गभर्मेन्ट स्कुलहरू पढाउने। अब उनीहरूले हामीलाई चाहिँ त्यसो भन्ने त्यो चाहिँ होइन हो। कसरी गर्दा व्यापार भइसकेपछि, हिजो हामीले जब सुरु गरेका थियौँ त्यति बेला यस्तो थिएन। त्यति बेला चाहिँ एउटा के सिस्टम थियो भने मलाई थाहा छ, प्राइभेट स्कुल त भन्थे, तर हामीले शिक्षामा के लेखेको थियो भने हामीले खोज्दाखेरि केही स्कुल नचलेमा सम्पूर्ण सम्पत्ति नेपाल सरकारको हुन्छ। त्यही हो, त्यही सुरुमा त्यही थियो। हामीले त्यही साइन गरेर ट्रस्टमै खोल्नुभयो सुरुमा। यो ट्रस्टै भन्ने ट्रस्टै जस्तै भनौँ न। त्यति बेला जे थियो त्यसो सरकारकै स्वामित्व थियो। सरकारको स्वामित्व एक किसिमले प्राइभेट भन्नु त भन्थे, तर तलको क्लजमा चाहिँ के थियो भने केही गरी स्कुल नचलेमा सम्पूर्ण ऊ चाहिँ नेपाल सरकार हुन्छ। हामी साइनै गरे। सरकारलाई पनि तपाईँलाई यो के भयो भनेदेखि त्यहाँबाट पैसा चाहिँ दिने, अब ट्याक्स त नतिर्दा, ट्याक्सको चाहिँ के भने अब त्यो ट्रस्ट जस्तो थियो, ट्याक्स भन्ने कुरा आएर त्यति बेला त्यस्तो ट्याक्स ऊ थिएन र गर्दाखेरि त्यहाँबाट पैसा कमाउने, बाहिर घर बनाउने, घाटा के भन्यो ब्याङ्क लोन देखाउँछन्, ब्याङ्कबाट लिएर पैसा मात्र चलाउँछन्। त्यो पनि गरेँ, नगरे मैले भएको कुरा गरेँ। तर शिक्षा भनेको सेवै हो। सरकार त्यहाँबाट लियो, सरकारले किन गर्यो भने सरकारको मजबुरी हो। कसैले पैसा तिरेन, सबै होइन महल बनाए हो गरेर तिरेन, स्कुल एकतिर छ अर्कोतिर आफ्नो गरे, त्यो पनि एउटा चाहिँ थियो। त्यसलाई तर सरकारले चाहिँ ऊ गर्यो, कम्पनीमा लग्यो। कम्पनीमा लगाएपछि त अब मान्छे अरू मान्छेले पनि नि होइन, कति मान्छेले घर बेचेर केही बेचेर पनि स्कुल चलाए, अहिले पनि चलाइरहेको छ भन्दाखेरि कि सरकारले त्यो जति खर्च भएको छ नि त्यो खर्च उसले दिनु पर्यो होइन। त्यसै चाहिँ सोचेँ गरेर चाहिँ ल चाहिँ अब चाहिँ त प्राइभेटबाट उसमा जा भनिदियो भने अहिले सरकारले गाह्रो पर्छ। अहिले तपाईँलाई पनि यसै भने नि किन सरकारले भनौँ न इन्डियामा सबै जति यो बसहरू छन् नि सबै बसहरू सरकारले उ गरेको छ होइन। हिजोसम्म बसहरू सिडिओको नियन्त्रणमा हुन्थ्यो, केही गर्यो भने अब आज कम्पनीमा गइदियो। कम्पनीमा त त्यहाँ पनि गल्ती हो। कम्पनी यस्तो शिक्षा भयो, यातायात भयो, तपाईँलाई यी सबै स्वास्थ्य भयो, यिनीहरू त सेवाको लागि हो नि त। तपाईँलाई हामी चाहिँ लनासमा काम गरिरहेको थियौँ, लनास काम गर्दा यहाँ खोल्यौँ, खोल्दाखेरि यहाँ चलिरहेको थियो, राम्रै थियो। अब मलाई चाहिँ अब हामीले चाहिँ त्यति बेला दयानन्द सर बेसी हुनुहुन्थ्यो। दयानन्द सरले भन्नुभयो, डाक्टर साहब तपाईँले यसो नगर्नुहोस् होइन, तपाईँहरू चाहिँ वैज्ञानिक हो, यता पनि उता पनि नगर्नुहोस् होइन, तपाईँले मलाई कति भनिसक्यो, उहाँ पनि अप्ठ्यारो होला आफ्नो भनेपछि हामीले भने सर अब यो त युनिभर्सिटीका होइन ऊहरू भयो, यहाँ चाहिँ लेक्चरहरू भयो, यहाँ प्रिन्सिपल भएर ऊबाट आफ्नो पोस्ट कलेज खोलेका छन्। हामीले त के हो भने यहाँनिर तपाईँ कहाँ 10 बजी पनि हामी आएका छौँ, 5 बजी पनि हाजिर गरेर गएका छौँ।
अरू बेलामा हामी काम गर्छौँ भनेर भन्यौँ। त्यस पनि उहाँलाई चित्त बुझेर उहाँले चाहिँ ठ्याक्क उसलाई भनिदिनु भयो। त्यति बेला अख्तियारमा हामीले अख्तियार लगायो त्यो कुरा अख्तियारमा भनिदिनु हो। त्यही भने हाम्रो बोर्ड जुन छ नि काम गर्दा चाहिँ धेरै उसबाट हामी चाहिँ गइसकेका छौँ। अख्तियार चाहिँ सूर्यनाथ उपाध्याय फेरि त्यति बेला जल्दो बोल्दो हो। सूर्यनाथ उपाध्याय सबै है उहाँ हुनुहुन्छ, उहाँले बोलाउनु ए डाक्टर साहब के गरे तपाईँले, तपाईँको बेसी यसो भन्नुहुन्छ के गर्नुभयो, ल यसो नगर्नुहोस् तपाईँहरूले चाहिँ होइन। उहाँले पनि भन्नु हो होइन। भोलि तपाईँ अदालत जान सक्नुहुन्छ जितेर आउनु होला, त्यति बेला जित्न सकिन्थ्यो पनि होला। तर तपाईँले जस्तो भयो पेलेन्टले गर्नु भएन। फेरि मलाई चाहिँ उसले भिसीले भनिसकेपछि मैले पनि तपाईँलाई बोलाएर गर्नु पऱ्यो होइन। अब जबसम्म मलाई रिपोर्ट आउँदैन मैले पनि के गर्नु कुरा आएन। मलाई पनि थाहा छ, तपाईँ पनि त्यति बेला भन्यौँ हामीले युनिभर्सिटीमा यस्तो यस्तो छ हामी कहाँ चाहिँ किन हामीले गरेको भनेर राम्रो जवाब दिनु। जस्तो अब फेरि जुन सरकारको चाहिँ ट्रस्टमा जानुपर्ने भन्ने कुरो छ त्यसमा हजुर सहमत हुनुहुन्छ? म चाहिँ एउटा कुरा के छ भने सहमत हुने हो भने अब एउटा कुरा के गर्नु पर्यो भने नि यदि सरकारले ट्रस्ट जान्छ भने म पनि एउटा कुनै कुरामा म ट्रस्टमा जाने मेरो पनि विचार अहिले पनि छ होइन, अहिले पनि छ। किनभनेदेखि मैले त्यत्रो चलाएँ, मेरो छोराले गर्दा भोलि बेच्दियो भने त मलाई पनि गाह्रो भइहाल्छ, म ट्रस्टमा जान सक्छु। तर ट्रस्ट भनेपछि अब भयो भने म्याक्सिमम निजी ट्रस्ट। तर पनि त्यहाँ पनि मैले के गर्नुपर्छ भने छोरालाई ट्रस्टी बनाइदिनुपर्छ, उसले कमसेकम बेच्दैन नि, त्यो कुरामा म पनि ठिक छु। तर के भनेदेखि एउटा पोलिसी एउटा सरकारले ल्याउनु पऱ्यो क्या। भोलि चाहिँ भन्नेमा चाहिँ ट्रस्टमा जाने भन्ने र ट्रस्टमा कसरी जाने, कस्तो ट्रस्टमा जाने भन्ने जबसम्म भन्दैन। किनभने तपाईँलाई एउटा कुरा अचम्म लाग्ला, प्यान नम्बरमा जो प्राइभेटमा जाँदा हामी हिचक्या पहिले कहाँ जाने प्राइभेटमा हो है होइन। प्यान नम्बर लिनैपर्छ, जानैपर्छ प्राइभेटमा कि स्कुल छोड होइन कि प्राइभेटमा जा भनेपछि अन्त्य जानु पर्दैन। एउटा सर्टै ल्याउँछ नि व्यापारीले बेच्छ नि, त्यसलाई व्यापारीले भ्याट बाहेक केही पनि लाउँदैन। हामीलाई चाहिँ यहाँनिर तपाईँलाई भ्याट पनि आउँछ, जति विद्यार्थी स्कलरसिप भनेर दिन्छ। अब गार्जियन के भन्छन् यो स्कलरसिप भनेर त तपाईँहरूले गभर्मेन्टले दिने हो, तपाईँले हो त्यहाँ पनि छ गभर्मेन्ट ऊ गरेर हामीले दिए स्कलरसिप भन्छ, उनीहरूले दिए स्कलरसिप त होइन हो, पैसा हामीले तिर्ने, त्यसको लागि फन्डिङ त दिँदैन सरकारले के पनि दिँदैन। भनेपछि हामी त झन् एजुकेसन सिस्टमलाई त झन् यस्तो पार दिएको छ नि। तर एउटा कुरा के हो भने 4-5 जना नराम्रो होला, 5% नराम्रो होला, तर 95% मान्छेहरू चाहिँ शिक्षा सेवामा लगाए। हेर्नुहोस् कतिले त मलाई पनि ऊ लाग्छ ब्याङ्कको लोन तिरेर टिचरको पैसा तिरेको छ, लोन लियो, त्यस्तो पनि छ कति क्या हो। अब त्यसो पनि छ, तर सबैलाई चाहिँ उसले चाहिँ कसैले घर जग्गा पनि जोडेछन्, कसैले घर जग्गा पनि जोडे। तर अब घर जग्गा जोड्न पनि यसो छ होइन, नेपालमा टाटाबाट पनि धेरै छ, टाटा 5% त टाटाबाट छन्, तिनीहरूले त गरे पनि छन्, नगरे भन्ने छैन। कतिले त मलाई ट्याक्स पनि गरेका छन्, तर हामी चाहिँ ट्याक्स पे गरेर देशको उ गरेर विद्यार्थीले सफल पढाउने भनेर पारेर गरेको। अब मैले आज चाहिँ लाग्दा मैले 22,000 विद्यार्थी पढाइसकेको छु होइन। 5,000 विद्यार्थी अहिले पनि मेरो विभिन्न स्कुलहरू पढ्दैछन् है। र मैले गरेको छु, आई एम सेटिस्फाइड, किनकि यसमा चाहिँ मैले चाहिँ अब 2-4 पैसा ब्याङ्कको लोन त होला होइन, मैले चाहिँ ब्याङ्कको लोन होला। तर मैले चाहिँ जुन किसिमले अहिले चलाएको छु त्यो किसिममा मैले स्कलरसिप पनि दिएको छु, राम्रो विद्यार्थीलाई पढाएको पनि छु। र मेरो चाहिँ एउटा पहिलेदेखिको एउटा चाहिँ सिद्धान्त के छ भने राम्रो विद्यार्थीलाई साइन्स पढ्न पैसाले रोक्दैन, त्यो मेरो पहिलेदेखिको सिद्धान्त हो, त्यो अहिलेसम्म गरेको छु। जस्तो हाम्रो केही साता अगाडि हाम्रो चाहिँ शिक्षा नीति आएको छ सरकारबाट, हजुरले कतिको लिनुभयो, त्यो कुरालाई कसरी लिनुहुन्छ सर? त्यो शिक्षा नीतिमा एउटा कुरा छ, शिक्षा नीतिमा वास्तवमा भन्ने हो भने नेपालमा कुनै पनि नीति नराम्रो छैन, राम्रैको लागि हो, भलाइको लागि। तर शिक्षा नीति अनुसार जुन काम हुनुपर्ने जुन गर्नुपर्ने छ नि त्यो काम गऱ्यो भनेदेखि त राम्रै हो। एउटा कुरा के भयो भने आधारभूत शिक्षा हजुर होइन, र त्यसपछि चाहिँ अब स्कुलको अब भनौँ न आधारभूत शिक्षा भने 8 क्लाससम्म, त्यसो 9देखि 12 एउटा शिक्षा एउटा गऱ्यो होइन। त्यसपछि चाहिँ उच्च शिक्षा भयो, शिक्षा ब्याचलर प्रोग्राम मास्टर प्रोग्राम भयो होइन, जुन चाहिँ विदेशीको नर्ममै पाएको हो। र यसमा चाहिँ कुनै पनि देशको शिक्षा चाहिँ आधारभूत शिक्षा र हाई स्कुल शिक्षासम्म चाहिँ निःशुल्क हुनुपर्छ। तर अब प्राइभेट खोल भन्ने, पैसा चाहिँ नले भन्ने, पढाउनु त मिलेन हो। त्यसैले प्राइभेटलाई पनि उनीहरूले एउटा चाहिँ के भने फेरि कस्तो छ भने देशमा जुन अब कि कम्युनिस्टै आएर सबै थोक गर्यो भने अर्को कुरा हो। जबसम्म हामी
क्यापिटलिस्टलाई हामी छोड्न सक्दैनौँ अहिले यति बेला चाहिँ हजुर। किनभने हामी चाहिँ डब्लुटिओको मेम्बर पनि छौँ है हामी चाहिँ छौँ विदेशको स्कुल यहाँ चाहिँ पाइँदैन भन्नु मिल्दैन होइन विदेशको चाहिँ राख्नै पर्छ उनीहरूले होइन त्यो चाहिँ हाम्रो चाहिँ विदेशी स्कुल नराख्ने हो कि हामीले कम्प्लिटली एउटा कम्युनिस्ट एउटा अर्कै शासन बनाएर चाहिँ ल अब यो नगर्ने भन्यो भने हुन्छ तर अहिलेको संविधान अनुसार अहिलेको सिचुएसन अनुसार विदेशी शिक्षा राख्दैन भन्ने चाहिँ पाइँदैन थियो अहिलेको उसमा पनि दिँदैन त्यसैले विदेशी शिक्षा पनि राख्ने र यहाँले दुई थरीको हुने र पैसावालाले विदेश पैसा शिक्षा पढ्ने बाहिर जाने अब जुन बिचराहरू जुन पैसा नभएकोले त्यो गर्नु पनि गाह्रो छ त्यसैले मेरो चाहिँ अहिले पनि मैले भनेको थिएँ दुइटै रहनुलाई चाहिँ जो विदेशी हुन्छ त्यसमा ट्याक्स थुप्रो लिने अब मैले भने नि मैले अलिकति 1 लाख रुपियाँ खाएँ भने नि मैले ट्याक्स त मैले त कमसेकम महिना 20,000 तिर्नुपर्छ हजुर हो होइन कि उसले चाहिँ ल तेरो चाहिँ अब अमेरिका जस्तै होइन अब 1 लाख रुपियाँ दिन्छ तपाईँलाई भने उसले 30,000 ट्याक्स काट्छ हो जस्तो सरले चाहिँ ट्याक्सकै कुरा गर्दाखेरि जस्तो अहिले चाहिँ सामाजिक सुरक्षा कोषको जुन छ नि यो हाम्रो चाहिँ शिक्षकहरूको लागि चाहिँ दिनुपर्छ भन्ने कुराहरू पनि छ त्यो के यो अहिले जुन हाम्रो चाहिँ भनौँ न अब एउटा माथिल्लो उच्च लेभलमा रहेका निजी विद्यालयहरूबाट त सम्भव होला तर जुन मध्यम र अलिकति निम्न वर्गका निजी विद्यालयहरू छन् तीमा सम्भव होला त सर एक्ज्याक्टली मैले भन्दैछु नि मेरो केससँग अरू चाहिँ स्कुलको कम्पेयर गर्नु मिल्दैन मैले केस मेरो कर्मचारीहरूलाई स्कुलमा नेसनल स्कुल अफ साइन्सेसमा अरूमा त मैले भन्दिनँ त्यहाँ चाहिँ मैले उपदान पनि छ विधाको पैसा पनि छ अनिखेरि हामीले के अरे ऊ पनि सञ्चय कोष पनि दिन्छौँ भनेपछि एउटा मान्छेले एउटा 25-26 पल्ट 18-20 लाख रुपियाँ लिएर जान्छ हो त्यो छ तर सबैमा त्यो छैन सबैले गर्नु पनि सक्दैन भनेपछि त्यहाँ अर्निङै छैन भने त्यस्तो अर्निङ नभएकोलाई त अझै गभर्मेन्टले सब्सिडाइज गरेर अलिक चाहिँ दिनुपर्ने सपोर्ट गरिदिनु पर्नेमा उल्टै चाहिँ तैँले उसले गर्दा अलिक मिल्दैन उसले क्याटेगोरिज गरेर ल देशले तैँले यति पैसा दिन्छ यति गर्छ यति कमाउँछ त्यसै सुरक्षा जा भनेर भन्ने अब जो चाहिँ छैनन् तिनीहरूलाई चाहिँ त्यसको स्टाफहरूलाई चाहिँ जो छन् नि तिनीहरूलाई सरकारले नै अलिक पैसा थपिदियो भने त्यसलाई थपिदियो भनेदेखि त्यसले राम्रो पढाउनु पाउँछ त्यहाँ हाम्रो शैक्षिक बहसको लागि सरले आफ्नो अमूल्य समय दिनुभयो यसको लागि सरलाई हृदयदेखि नै धन्यवाद मलाई पनि तपाईँहरूले यो चाहिँ अलिकति मेरो विचारहरू राख्न दिनुभयो होइन त्यसको लागि तपाईँहरूलाई पनि धन्यवाद दर्शकबिन आज हामीसँग हुनुहुन्थ्यो निस्ट फाउन्डेसनका चेयरम्यान प्रोफेसर डाक्टर माधव प्रसाद बराल आगामी कार्यक्रममा पनि यस्तै व्यक्तित्वलाई लिएर उपस्थित हुने बाचाका साथ बिदा हुन चाहन्छु नमस्कार